everyone, welcome back to my channel. Myself Anisa Malla aka Doriman Anisa and I am back with the video. अनि आज चाहिँ म चाहिँ all day in my life vlog गाउँदै छु अनि हामी चाहिँ अहिले पसलतिर जान लाग्यो बाबु यहाँ हेलो भन्नुस् हेलो वहाँ गर त गुड अनि हामी चाहिँ अहिले पसलतिर जान लाग्यो म मेरो छोरो अनि बहिनी भएर बहिनी तर कता गइन् थाहा छैन चाँडो अनि हामीले चाहिँ आज घरमा मोमो बनाएर खान लाग्यो त्यही भएर हामी मोमोको सामान लिन जान लाग्यौँ अनि मोमोको सामान भन्दा नि हामी चाहिँ खासमा मेरो छोरोले चाहिँ एङ्ग्री बर्ड चाहियो अरे अनि त्यही भएर एङ्ग्री बर्ड लिन जान लाग्यो एङ्ग्री बर्ड खाने एङ्ग्री बर्ड म चाहिँ एउटा कुरा देखाउँछु है त अब लुक एट दिस भ्यू गाइज सो प्रिटी सो ब्युटिफुल संस्कार लुक हियर से हाई लोड बाबू 3 गो ल यहाँ हेर्नुहोस् अनि हामीले चाहिँ दोकानबाट सामान लिइसक्यौँ यहाँभित्र चाहिँ के छ अनि मलाई चाहिँ यो छुर्पी एकदम मनपर्छ सो दुईवटा छुर्पी लिएँ 5 रुपियाँको एउटा छुर्पी गाइस बेबीको देखाइदेऊ त यो के हो अनि मैले चाहिँ किमा काटेर भ्याएँ अनि मेरो मम्मी र दाजुले चाहिँ प्याज र लसुन अदरक काट्दै हुन्छ सफा गर्न नि दाजु यहाँ मम्मी म आइपुगेँ माथि घर यहाँ मैले एउटा कुरा देखाउँछु हजुरलाई मैले त कान्छु यो हेर्नु न यो चाहिँ पङ्खा हो यस्तो यस्तो हुने होला अहिले आएको चाहिँ नयाँ अनि यो चाहिँ अस्ति न्यु इयरमा बाबुलाई बाटो के अरे बुटलमा किनिदिनु भएको बाटो टेनीमा त होइन बुटलमा ठुलो ओन्ली 100 रुपिसको ल वान अफ माई फेभरेट ड्राई फ्रुट मलाई एकदम मनपर्छ म त 1 दिन 2 दिन भ्याइदिन्छु यत्रो प्याकेट त कतातिर छ ल मैदा कता सो आई फाउन्ड मैदाको पोका यति ठुलो आई डोन्ट नो यहाँ कति छ 3-4 केजी त छ होला अनि हामीसँग यो थिएन मोमो मसला र तिल हामीले तिल र मोमो मसला ल्यायौँ अब हामी मोमो बनाउन स्टार्ट गर्छौँ अनि मैले किमाको चाहिँ रेसिपी पनि बनाउँछ नि हेर्नु होला साथीहरू सुरुमा चाहिँ मैले यो किमा हाल्छु 1 केजी किमा बनाएको छु यो चाहिँ चिकनको किमा हो यो चाहिँ मैले आफै किमा बनाएको गाइस घरमै प्याज त होइन यो हामीले हल्का झुरो चाहिँ बनाउँछौँ अनि यो चाहिँ हल्का मैले सुपलाई राख्छु अनि मैले यहाँ 3-4टा जति यो गोल्डी मसला हाल्छु अब हामीले स्वाद अनुसार नुन हाल्छौँ अनि यति बेसर हाल्छौँ कलरको लागि अनि यो चाहिँ हाम्रो ठुलुवाहरू मुक्तिनाथ जानुहुन्थ्यो त्यति बेला ल्याएको तिमीको छेउ त्यो पनि हाल्छु मैले आइरन न कस्तो हुन्छ बट यति मात्रै हाल्छु म पिरो हुन्छ जस्तो भयो अब यो मोमो मसला आफूलाई जति ठिक लाग्छ त्यति मोमो मसला हाल्छु मैले चाहिँ अब अनि यो चाहिँ अजिना मटर म चाहिँ सबै हाल्छु के गर्नु पर्यो यो कति हालेको देखाएर काट्नु है चाहिँ यो हामीले मोल्न स्टार्ट गर्यौँ मोल्छौँ यसलाई चाहिँ अब हाम्रो चाहिँ यो बनिसक्यो हो अब त्यसपछि हामीले चाहिँ सबै रेडी भइसक्यो यो चाहिँ हाम्रो छोरोको लागि हो
पिरो नहालिकन यति तेल धेरै खान्न नि हाम्रो। अब हामी यहाँ बनाउँछौँ त्यहाँ भाँडा बसाल्यौँ। यो चाहिँ अब मैले मोमो बनाउन राखु अनि मैले कुनै गोलो गोलो सेपमा कुनै चाहिँ लाम्चे सेपमा बनाएँ मोमो चाहिँ। गर्दिस पिरो चाउचाउ गर्छु किनकि हामीलाई चाहिँ मोमोले पुग्दैन जस्तो पिरो भयो। सो पिरो चाउचाउ पनि आइसक्यो गाइस। 50 रुपियाँले किन्न गएको करेन्ट बट आउट अफ स्टक भइसकेको छ। सो हामीले चाहिँ गजबको पिरो ल्यायो किनकि यो पनि मलाई एकदम मनपर्छ। अब मोमो पार्टी चाहिँ फाइनली सकियो, सकिन आँट्यो। अनि यो चाहिँ हाम्रो सुप, पाठाको खुट्टा र यो कुखुराको त्यसको भागै हो। अनि यता खाँदै हुनुहुन्छ यात्रा देखाउँदै उहाँ हाम्रो ठुलो खाँदै हुनुहुन्छ अनि मन सुप खाँदै हो। र मैले चाहिँ खाएर भइसकेँ च्याउचाउ र मोमो। अनि त्यसपछि हल्का काम गरेँ, भाँडा माझेर आइसकेँ म बेडमा। अब चाहिँ यो आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु किनकि रात पनि परिसक्यो। सो 9 बज्न आँटिसक्यो। सो आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। अनि त्यसपछि हजुरलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। र हजुरलाई अझै मेरो भिडियोजहरू हेर्नु मन परेमा, मन लागेमा अथवा मन परेमा मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यति नै भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। बाई बाई, सी यू।